फ्यामिली टाइम इज सो इम्पोर्टेन्ट। मेरो लागि त फ्यामिलीलाई टाइम दिनु नै एकदम इम्पोर्टेन्ट हो। प्लस अनि मेरो लागि चाहिँ पहिला है त म डिजिटल मार्केटिङ बिजनेसमा स्टेप राख्नु अघि फ्यामिलीलाई टाइम दिनु कसरी कसरी दिने होला त नि, मैले फ्यामिलीलाई टाइम कसरी दिने, के काम गर्दाखेरि मैले टाइम चाहिँ मेरो फ्यामिलीलाई दिनु मिल्छ, मेरो बालबच्चालाई मेन इम्पोर्टेन्ट भनेको चाहिँ मेरो बच्चाहरूलाई टाइम कसरी दिने, टाइमलाई कन्ट्रोल गर्ने कुनै उपाय छैन भने यसरी नै सोच्थेँ। प्लस अनि म चाहिँ आफ्नै बिजनेस निर्माण गर्न पाएदेखि चाहिँ म साँच्चै नै फ्यामिलीलाई पनि टाइम दिन सक्थेँ होला होइन, मेरो बालबच्चालाई पनि टाइम दिन सक्थेँ होला भनेर सोच्थेँ मात्रै। अब मलाई त यसो केही पनि माध्यम थाहा थिएन, डिजिटल मार्केटिङ बिजनेसको बारेमा मलाई केही पनि थाहा थिएन, यस्तो डिजिटल वर्क गरेर पनि पैसा कमाउन सक्छौँ भन्ने कुराको ज्ञान पनि थिएन, कसैले मलाई इन्फर्मेसन दिने मान्छे पनि थिएन, कसैले मलाई मोटिभेट गर्ने मान्छे पनि थिएन, इन्करेजमेन्ट गर्ने मान्छे पनि थिएन होइन। म यस्तै सोच्थेँ कि म कहिले पनि टाइमलाई कन्ट्रोल पनि गर्न सक्दिनँ, अब म यस्तै हो मेरो जिन्दगी, अब हुन्छ नि रिटायरमेन्ट लाइफमा पनि यस्तै हो, अहिले पनि यस्तै भइरहेछ भन्ने सोच्थेँ। जहिलेदेखि मैले डिजिटल मार्केटिङ बिजनेसमा कदम राखेँ, मैले टाइमलाई पनि कन्ट्रोल गर्न सकेँ र म बोस पनि हुन सकेँ कि आफ्नो बिजनेस आफ्नो प्रडक्ट भनेर भन्न सकिरहेको छु नि त। लेगसी बिल्डर्स प्रोग्राम एउटा प्रोग्राम हो, त्यसलाई पनि मैले सजिलैसँग हुन्छ नि रिसेल राइटको अधिकार पाएको छु नि त। त्यही कारणले मैले इजीका साथ लेगसी बिल्डर्स प्रोग्राम मेरो प्रडक्ट भनिरहेको छु। कसै अमेरिकाबाट निर्माण भएको कम्पनी भए पनि मैले त्यो कम्पनीलाई $900 चाहिँ तिरेर मैले आफ्नै प्रडक्ट बनाएँ नि, आफ्नै प्रोग्राम बनाएँ नि त। मैले चाहिँ यो फर्मेट निर्माण गरेको होइन, उहाँहरूले निर्माण गर्नुभएको। तिमीले अलिकति इन्भेस्ट गरेर तिमीले आफ्नै प्रोग्राम भन्न सक्छौ भनेर उहाँहरूले रिसेल राइटको अधिकार दिनुभएको। त्यही कारणले मैले अहिले चाहिँ मेरो बच्चालाई एकदम फोकस गर्न पाइरहेको छु र टाइमलाई कन्ट्रोल गर्न पाइरहेको छु र सानो इन्भेस्ट गरेर पनि मैले लेगसी बिल्डर्स प्रोग्राम है, कन्फ्युज नहुने, यो प्रोग्राम डिजिटल वर्क हो त्यसलाई चाहिँ मैले मेरो प्रडक्ट भन्न पाइरहेको छु नि होइन। यसरी नै मान्छेहरू टाइमलाई कन्ट्रोल गर्न नसकेर अर्काको अन्डरमा काम गरिरहनु भएको होला नि। 8.1 बिलियन पिपुल छन् कि यो दुनियाँमा होइन, कति त होला नि होइन। उहाँहरूलाई एकजनालाई मात्र मैले हेल्प गर्न सकेँ, यसले यो गर्यो भने, यो डिजिटलको दुनियाँमा कदम राख्नुभयो भने, स्किल लिनुभयो भने चाहिँ तपाईँ पनि होइन आफ्नै बिजनेस निर्माण गर्न सक्नुहुनेछ होइन। सानो इन्भेस्ट गरेर ठुलो इन्भेस्टमेन्ट पनि गर्नु पर्दैन, धेरै यसमा रिक्वायरमेन्ट पनि चाहिँदैन, यस्तो उस्तो कुनै पनि रिक्वायरमेन्ट पनि खोज्दैन। र त्यो गर्न सक्नुभएको खण्डमा तपाईँले टाइमलाई कन्ट्रोल गर्न सक्नुभयो भने त तपाईँले जसलाई टाइम दिन मन लाग्छ नि त्यसलाई दिँदा नि हुन्छ। मलाई चाहिँ मेरो बच्चाहरूलाई मैले कहिले पनि टाइम दिन पाएको थिएन कि जहिलेदेखि मेरो बच्चाहरू जन्मियो त्यो बेलादेखि नै मैले नाइट डे हुन्छ नि होम टु होम 2-3 ठाउँमा काम गर्थेँ कि त्योबाट म एकदम स्ट्रेसै भइसकेको थिएँ। अहिले त्यो हुनु परेन नि त होइन। अब हजुरलाई मन लागेको छ भने त्यो आफूले गरिरहेको काम पनि गर्न सक्नुहुनेछ नि त होइन। काम फुल टाइम गरिरहनु भएको छ भने पार्ट टाइममा जानुहोस्, पार्ट टाइम गरिरहनु भएको छ भने मलाई त बच्चालाई टाइम दिनु छ, घरैमा बसेर 2 घन्टा मात्र काम गरेर पनि इन्कम ल्याउनु छ भन्ने सोच आएको छ भने आएको होला होइन। लेगसी बिल्डर्स प्रोग्रामबाट स्किल लिनुहोस्, त्यो सबै हजुरले पाउन सक्नुहुनेछ कि इन्कम आउँछ, टाइमलाई कन्ट्रोल गर्न सक्नुहुनेछ र त्यो टाइमलाई कन्ट्रोल गर्दाखेरि पनि तपाईँसँग धेरै टाइम भएको खण्डमा अर्को बिजनेस पनि निर्माण गर्न सक्नुहुनेछ कि सानो इन्भेस्ट गरेर है, त्यो ठुल्ठुलो इन्भेस्ट नगर्नु। अब इन्भेस्ट गर्ने भनेको चाहिँ टाइम पैसा सबै हजुरले आफूमा गर्नुहोस् होइन, आफ्नो बच्चामा गर्नुहोस्, आफ्नो लभ्स वानमा गर्नुहोस् भन्दछु होइन यो भिडियोमा चाहिँ होइन। अब त्यस्तै हजुरहरूले चाहिँ सोचिरहनु भएको छ नि त होइन। अर्काको अन्डरमा काम गर्न एकदम गाह्रो छ। मैले पनि सानो इन्भेस्ट गरेर चाहिँ बिजनेस निर्माण गर्न पाएदेखि होइन, अनि धेरै टाइमलाई कन्ट्रोल गर्न सकेदेखि चाहिँ मैले टाइम दिनुपर्ने मान्छेलाई दिएको थिएन नि त पहिला होइन। अहिले दिन पाए कस्तो हुन्थ्यो, म लक्की। अबको लाइफ चाहिँ उहाँहरूलाई टाइम दिएर बिताउन चाहन्छु भन्ने सोच आइरहेको छ भने जरुर लेगसी बिल्डर्स प्रोग्रामलाई सम्झिनुहोस्, त्यसबाट स्किल लिनुहोस्। यो सबै हजुरले पाउन सक्नुहुनेछ, यसमा कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन है त मेरो साथीहरू।
ल बाँकी इन्फर्मेसन म पछि दिँदै गरौँला। हजुर चाहिँ एकचोटि मेरो भिडियो हेर्नु अघि र हेरिसकेपछि मेरो लिङ्कमा भएको छ नि बायोमा गएर आफ्नो इमेल एड्रेस प्रिन्ट गरेर जानकारी लिनुहोस्। बुझ्नु भएन भने मलाई सम्पर्क गर्नुहोस्। थ्याङ्क यू।